हेलो नमस्ते एभ्रिवान। ल त आज चाहिँ म बनाउँदैछु अकबरीको अचार। अकबरीलाई मजाले यसरी धुएर पानी पुरै सुकाउने है, पानी निथार्ने। निथारेपछि अनि यसरी चट 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 काट्नुपर्छ। यो चाहिँ मैले पकाएको अचार बनाउन लागेको। अनि अलिअलि पानी रहलपहल छ भने चाहिँ यो टिस्युमा आओस् भनेर मैले ठुलो साइजको टिस्यु पेपर थियो त्यो ओछाएको छु। हजुरसँग जे छ त्यो ओछाउनुहोस् अनि मजाले दुई पिस बनाउने ल। अनि म चाहिँ क्यामेराको टक्क एङ्गल मिलाएर यसरी खोर्सानी चटचट काट्दैछु। मजाले दुई पिस गरेर राख्नुहोस्। यो चाहिँ पकाएको अचार हो नि त। अनि त्यसको लागि चाहिँ म पुरा तयारी गर्दैछु, हेर्नुहोस् ल। मलाई चाहिँ एक घाम मजाले, एक घाम होइन 2 घन्टा त्यो सुकाउनु पर्छ। काठमाडौँको त्यही त हो, फर्काउँदै यो फेरि झन्डै थाल्छ अरे हो। यसलाई एकछिन यसरी सुकाउनु पर्छ कि एकछिन 2 घन्टा जति, अनि बल्ल पकाउने हो। के खोर्सानीको राग गयो त्यहाँ? एकछिन सुकाउँछ। आज त घाम यस्तो तापियो, घामले डढेर। अब यो अदुवा लसुन पनि मसिनो काट्नुपर्छ। त्यसलाई घाममै बसेर काटौँ होला। आज त घाम चाहिँ मजाले ताप्यो है। अब यो बदाम खाँदै काम गर्नुपर्छ के। यी बदाम खानु न। हेलो मिस्टर लिम्बू। ठाडे नि त हुँदैछ। खोर्सानी 2 घन्टा जस्तो चाहिँ मजाले सुकाउनु पर्छ है, अलिकति यसलाई ओल्स्याउने। अनि साथमा मैले चाहिँ पकाउन सजिलो होस् भनेर यसलाई पनि 2 घन्टै जस्तो घाममा सुकाउँदैछु। ल त एकैछिन भेटौँ है, अरू इन्ग्रिडियन्ट्स रेडी गर्छु। ल नियरली 2 घन्टा जति भयो है यो सुकेको। अब यसलाई भेला गरौँ। हातले छुनु चाहिँ एकदम डर लाग्छ। मजाले भेट्छ नि त फेरि भिडियो। सो आज चाहिँ म पकाएर बनाउँदैछु। अनि साथमा यो लसुन पनि सुक्यो है। अब यिनीहरूलाई म सबैलाई भित्र लगेर जाँदैछु। यो चाहिँ हल्का अलिअलि बिग्रेकोलाई चाहिँ मैले बिउ बनाउनलाई राखेको हो। लेट्स गो इनसाइड। ल राग त मजाले आएको छ। अब यसमा के लाउने भन्दाखेरि यो चाहिँ जिरा धनियाँको धुलो। यो चाहिँ यो भातबटिनीमा मैले अस्ति नै किनेको थिएँ क्या। यो के भन्छ अरे, यो गार्लिक चिल्ली पिकल भनेर। यो पनि अलिकति हालिदिनु पऱ्यो किनभने यत्तिकै बसिरहेछ नि त। यो अझ थप्छु होला सायद। यसले चाहिँ अलिक क्वान्टिटी पनि बढाउँछ, पिरो पनि लेस गर्ला। अलिकति थोरै नुन अनि बेसार अनि टिमुर कुटेको छु अलिअलि होइन, फुटाएको छु भनौँ न। अनि 2टा लेमन अनि तोरीको तेल। ओके, अब चाहिँ हामी बनाउन सुरु गरौँ है। दिउँसो चाहिँ मजाले घाम आउँछ कि यहाँ एक्स्ट्रा लाइटहरू केही पर्दैन। यहाँनिर उज्यालो बिहान अगाडिबाट आउँछ, दिउँसो चाहिँ पछाडिपट्टिबाट। सो मैले चाहिँ यसमा झन्डै नियरली 1 पावा तेल लगाएँ कि 250 ग्राम जति तोरीको तेल लगाइसकेँ। यहाँनिर मैले चाहिँ एकदम बास्नादार हुन्छ कि धाराको। सो धारा गोल्ड लगाइसकेँ। अब यो तेल तातिएपछि म मेथी फुराउँछु। तोरीको तेल चाहिँ हल्का तातिसकेको छ। म चाहिँ 1 चम्ची जति मेथी लाउँदैछु र यो मेथीलाई कालो हुन दिन्छु। हेर त कसैको दिन छ क्या। छिटो आउनु है त्यहाँ। ल एकदमै धुवा आएपछि चाहिँ मैले अलिकति आगो सानो गरिदिएँ कि। अनि त्यस पछाडि म लाउँदैछु कालो जिरा र अलिकति मधिसे सौँफ। यो तर मेथीलाई चाहिँ कालो हुन दिने। अब मेथी चाहिँ अलमोस्ट कालो भइसक्यो। यो मैले 1 चम्ची जति कालो जिरा लगाएँ। पकाएको अचारमा चाहिँ तपाईँहरूले अचार पकाउँदै हुनुहुन्छ भने सौँफ 2 चम्ची जति सौँफ लगाइदिनुहोस्, बास्ना मिठो आउँछ है। यस पछाडि म अब ढिला नगरिकन लाउँदैछु काटेको अदुवा लसुन। काटेको अदुवा लसुन लाएर मजाले चलाउने।
अदुवा लसुन चाहिँ बेसिँदैछ। अब यसमा म लाउँदैछु काटेको खुर्सानी अनि बिस्तारै टाइम लाएर पकाउनुपर्छ है। यसमा चाहिँ म यो काटेको खुर्सानी लाउँदैछु। यो एक भान लगाइसकेँ, अझै एकपल्ट फेरि ल्याएर खनाउनुपर्छ। मैले चाहिँ सबै खोर्सानी लगाएँ। अब यसलाई चाहिँ आगो सानो गरेर कमसे कम 10 मिनट जति चाहिँ पकाउनुपर्छ। यसमा भएको खोर्सानीमा भएको पानीहरू चाहिँ सुकेर मध्यम आँच गर्ने अनि यसरी बिस्तारै पकाइराख्ने है। यसमा चाहिँ तोरीको फुलो लाए पनि हुन्छ, मैले चाहिँ नलाउनेमा है। म चाहिँ अलिक धेरै बाक्लो गिटी मसला हुन्छ कि त्यस्तो साह्रो मसला मन पर्दैन मलाई। अब आगो सानो गरेर यसलाई चाहिँ म पकाइराख्छु। नियरली 5-7 मिनट भइसक्यो सानो आगोमा पकाएको। अझै पकाउने यसलाई। यसको यो खोर्सानीको पानी सुकोस् के लसुन अदुवा पनि मजाले पाक्छ। एकदम पेसेन्स चाहिन्छ खानेकुरा मिठो बनाउनुको लागि चाहिँ। यसमा एउटा मसला थप्न बिर्सेछु, यो चाहिँ गरम मसलाको धुलो हो कि। यो चाहिँ स्यासेमा पाउँछ कि भित्र चाहिँ प्याकेटमा थुप्रैवटा हुन्छ। आमाको मसला अरे होममेड भनेर भनेको छ। यसको प्याकेट देखाइदिन्छु तपाईँहरूलाई, चलाउनुहोस्, राम्रो रहेछ है। मैले अहिले खानामा पनि यो चलाइरहेको छु जाडोमा। दाम पनि 122 रुपियाँ मात्रै अनि भित्र 5-6वटा जति प्याकेट हुन्छ। अब मसला पनि त पकाउनु पर्यो होइन। अब चाहिँ 10 मिनट भयो, खोर्सानी पनि धेरै सुक्खा भइसकेको छ। अब मसला लाएर अरू 10 मिनट जति एकदम सानो आगोमा पकाउने है। मसला डढ्छ। अघि रेडी गरेको सबै मसला मैले खनाइदिएँ। अब म आगो सानो गर्छु। अब चाहिँ मसला लाएर बिस्तारै पकाउनुपर्छ हतार नगई। अनि यसमा चाहिँ अलिकति स्वादलाई ब्यालेन्स गर्न चाहिँ म एउटा कुरा लगाउँदैछु है। तपाईँहरूलाई देखाउँछु म, पर्खिनुहोस् एकैछिन। देख्नुभयो अलि बाक्लो भयो नि मसला लगाएपछि है। अब यसमा मसला चाहिँ तपाईँले अलिक धेरै कम्ती लाउन सक्नुहुन्छ। म चाहिँ अलिक लेस मसला नै लगाउँछु। किनेकोमा चाहिँ खोर्सानी कम मसलै मात्रै हुन्छ। यो घरमा बनाएको भएर मसला कम्ती खोर्सानी मात्रै। ठ्याक्क अपोजिट हुन्छ कि किनेकोमा चाहिँ खोर्सानी कम मसलै मात्रै, घरमा बनाएको खोर्सानी धेरै मसला कम। अब चाहिँ म यसमा कागती निचार्न गइरहेको छु है। एकदमै झटिलो कागती छ, 2टा रेडी गरेको छु। भिनेगर पनि हाल्न सक्नुहुन्छ, तर मेरोमा चाहिँ यो इलामतिरको कागती अस्ति लोचनाले दिनुभएको थियो 4-5वटा जति। एकदमै रसिलो छ क्या, झरिलो। अनि यो दानाहरू परेपछि यो दानाले तितो हुन्छ, त्यही भएर यता लाउँदैछु। पछि दाना निकालेर फेरि पकाउनुपर्छ एकछिन कागती लाएर। मैले चाहिँ पालो गरेर सबै कागती चाहिँ निचारेँ है, मजाले निचारेर। अनि यसको दाना पर्छ भनेर हो कि। अनि म चाहिँ यो दाना छानेर लगाइदिन्छु। सबै मैले निचारेर एउटा बटुकामा प्रिपेयर गरेँ। एकछिन मसला लगाएपछि चलाउँदै पकाउने। मसलाको स्वाद चाहिँ खोर्सानीमा भरिरहेछ। यो फ्रिजमा राखेपछि चाहिँ धेरै बजीसम्म खान मिल्छ है। अब यसमा चाहिँ म लाउँदैछु आधी चम्ची जति चिनी। चिनीले चाहिँ स्वादलाई ब्यालेन्स गर्छ, खानेकुराको कलर पनि राम्रो आउँछ। धेरै चाहिँ नलाउनु, थोरै चिनी लगाउने अनि फेरि चिनी पकाउने। धैर्यता, एकदम धैर्यतासँग बिस्तारै पकाउने। अब देख्न सक्नुहुन्छ नि खोर्सानी चाहिँ पुरै श्रिङ्क भएर सानो सानो भइसक्यो है अहिले हेरेर। अब यो घाममा पनि सुकाएको नियरली 20 मिनटभन्दा बढी भइसक्यो पकाएको। अब कागतीको रस लाएर फेरि पकाउनुपर्छ। सो म कागतीको रस लाउन गइरहेको छु। सक्भर यो दाना नलाउने। मजाले चलाउँदै पकाउने। आगोलाई मध्यम आँचमा गर्नुहोस् अनि फेरि पकाउने।
खोर्सानीको कलर चाहिँ पुरै चेन्ज भइसकेको छ। अब आई थिङ्क इट्स टाइम है, अब निकालेर राख्नुपर्छ, यसलाई सेलाउन दिनुपर्छ। एकदमै चिसो हुन दिने, 12 घन्टै बाहिर राख्ने। एकदम चिसो भएपछि जारमा खनाउनु पर्छ। अब यसलाई निकाल्नु है त। ल मैले बाहिर निकालेर राखिसकेँ। अब यसलाई सेलाउन दिन्छौँ हामी, मजाले सेलाउन दिने, अनि त्यस पछाडि बोतलमा राख्ने। ल अब फेरि बोतलमा खनाउने बेलामा भेटौँ है त। ल त शुभ बिहानी। अस्ति बनाएको अचार चाहिँ यति भयो क्या, यस्तो पिरो यस्तो मिठो छ। अब मैले चाहिँ यहाँ तेल किन कम्ती छ भने नि, यो विदेश जाने हो कि प्लेन चढ्ने अचार हो कि यो। त्यही भएर तपाईँहरूले पनि यदि विदेशतिर लानको लागि बनाउँदै हुनुहुन्छ भने तेल कम्ती राखेर बनाउनुहोस्। अनि पछि वहाँ गएपछि चाहिँ तेल खार्ने अनि मेथी लगाएर क्या माथिबाट थोरै तेल थपिदिए हुन्छ। अनि म चाहिँ त्यही गर्नेवाला छु। ल त यस्तै तरिकाले हजुरले पनि बनाएर खानुभयो भने एकदमै मिठो हुन्छ होइन। यो चाहिँ टक्कै पिरो मिठो अचार छ। ल त अहिलेसम्म मेरो भिडियो हेरिदिनु भएकोमा हजुरहरू सबैलाई धेरै धेरै धन्यवाद छ। फेरि पनि अर्को भिडियोमा चाँडै नै भेट हुने बाचा गर्दै अहिले चाहिँ बाई भन्न चाहन्छु। काठमाडौँमा एकदमै जाडो छ। तपाईँहरू सबैले काठमाडौँमा हुनुहुन्छ भने प्लिज आफ्नो सेल्फलाई टेक केयर गर्नुहोला। बाई एभ्रिवान, ह्याभ अ ब्लेस्ड डे।